म चाहिँ जहिले पनि अति भइसकेपछि मात्रै बोल्ने मान्छे हो हैन। पहिला तपाईहरु यो भिडियो हेर्नु अनि त्यस पछाडी म बिस्तारै सबै कुराहरु क्लियर गर्दै जान्छु है त। लिभ इट त्यहीबाट कट गरौँ। एलिनाकोतिर मोड है दिदीले कट हान्दैन। यो त अफलाइन है। ल अब देख्नुभयो हैन, उहाँको इन्टेन्सन भनेको चाहिँ मेरो नाम लिने, इन्टरभ्यु लिने मान्छेलाई मेरो बारेमा सोध भनेर भन्ने अनि त्यस पछाडी भाइरल हुन्छ भनेर चाहिँ उहाँको इन्टेन्सन रहेछ। अनि यो वाला क्लिप चाहिँ के भएछ भने एडिटै नगरिकन बिर्सेर आएछ के युट्युबमा। आज भन्दा 4-5 दिन अगाडिको कुरा है यो चाहिँ। अनि त्यसमा मेरो फ्यानहरुले त हेर्छन्, 1300-1400 भ्युज गएको थियो अनि हतार उहाँ डिलिट भयो त्यो। अब किन कसरी डिलिट भयो मलाई थाहा छैन, तर मलाई चाहिँ यो स्क्रिन रेकर्ड आइसकेको थियो। त्यस पछाडी मैले उहाँको इन्टेन्सन थाहा पाएँ क्या। इन्टेन्सन थाहा पाएँ कि उहाँलाई चाहिँ अब मेरो नाम लिएर चाहिँ आफू चल्नु पर्ने रहेछ भनेर चाहिँ मैले उहाँको इन्टेन्सन थाहा पाएर मैले उहाँलाई चलाइनँ। त्यस पछाडी फेरि उहाँ अर्को पोडकास्टमा जानुभयो अनि सिक्रीको कुरा निकाल्नुभयो। सिक्रीको कुरा चाहिँ के भएको थियो भने उहाँले चाहिँ अरू लुगाहरू लगाउँदाखेरि त्यो सिक्री नसुहाएर नानी यो सिक्री राखिदेऊ न है, यो लुगामा सुहाएन हराउँछ, घाँटीमै लगाएर राखिदेऊ भनेर भन्नुभयो मलाई है। अनि त्यस पछाडी मैले त्यो सिक्री हुन्छ दिदी भनेर घाँटीमा लगाएर राखिदिएँ। अनि उहाँले अर्गनाइजरसँग झगडा परेर उहाँ नेपाल आइसकेपछि चाहिँ अनि उहाँले त बिर्सिनु भयो क्या। अब हतारमा नेपाल आउनु बिर्सिनु भयो, मसँग थियो। अन्त दिदी सिक्री छुटेको छ, म नेपाल आएर राखेर दिन्छु तपाईँलाई भने हस् भन्नुभयो। अनि नेपाल आउने बेलामा मलाई त होस हुँदैन नि त, चोरेको होइन केही होइन। उहाँले त यसरी भन्नुभयो कि मलाई त चोर जस्तै बनाइदिनु भयो। उहाँले कान खोलेर चाहिँ मजाले सुन्दा हुन्छ है। तपाईँको सिक्री होइन कि तपाईँको किडनी किन्ने औकात मैले बनाएको छु क्या। तपाईँले यसरी मलाई नराम्रो बनाउनु पर्दैन, बुझ्नुभयो नि। दिल म औँला ठड्याएरै भन्छु तपाईँलाई, बुझ्नुभयो। तपाईँको साँच्चीकै मैले तपाईँको किडनी किन्ने औकात बनाएको छु के, त्यति दुःख गरेको छु मैले, बुझ्नुभयो। तपाईँको यस्तो सिक्रीको कुरा गरेर त्यसरी अर्काको बेइज्जत गर्नु राम्रो कुरा होइन। र यो कहानी कहाँबाट सुरु भयो भने आज म सबै कुरा भन्छु के, किनभने भन्नै पर्यो नि त होइन। उहाँ चाहिँ के रहेछ भने उहाँको चाहिँ ढाडको नसा च्याप्पिएको रहेछ। पहिल्यै नेपालमा हुँदाखेरि ढाडको नसा च्याप्प्याएर चाहिँ थेरापी गर्नुभएको रहेछ। डक्टरले चाहिँ उहाँलाई चाहिँ अपरेसन गर्नु, तपाईँ चाहिँ फ्लाइटको लागि रेडी हुनु हुँदैन भनेर भनेको रहेछ है। त्यस पछाडी उहाँले म त अमेरिका जान आँटेको डक्टर भनेर चाहिँ उहाँले चाहिँ अपरेसन नगरिकन रोग लुकाएर अमेरिका आउनु भएछ, दबाई पनि नबोकिकन। किनभने त्यो दबाई चाहिँ फ्लाइटमा चाहिँ बोक्न दिँदो रहेछ। अनि उहाँले अमेरिका आउनको लागि चाहिँ आफ्नो रोग लुकाएर आफ्नो ज्यानको परवाह नगरिकन अमेरिका आउनुभयो। अमेरिका आएपछि उहाँ बुरुक त्यो जम्पिङमा उफ्रेकोवाला भिडियो मेरोमा गएर हेर्नु, त्यहाँ उफ्रिनु भयो, के गर्नुभयो, हिल्लाएर नाच्नुभयो। त्यस पछाडि त्यो बेडमा 2-3 दिनसम्म त्यो सुतेको गरेर उहाँको नसा च्याप्पियो, ढाडको नसा च्याप्पिसकेपछि चाहिँ यहाँ हामीले डक्टरलाई पनि फोन गऱ्यौँ। अब त्यो अर्गनाइजरले मसँग नराम्रो हुनुभयो भन्दैमा मैले सत्य कुरा भन्न छोड्नु हुँदैन, बुझ्नुभयो। उहाँले राम्रो गरेको कुरालाई राम्रै भन्नुपर्छ। उहाँले डक्टरलाई फोन गर्नुभयो, उहाँ जुन अर्गनाइजरसँग मेरो पनि झगडा परेको थियो। उहाँले डक्टरलाई फोन गर्दाखेरि चाहिँ उहाँलाई नेपाल पठाउनुहोस् भनेर भन्नुभयो है। अनि उहाँले चाहिँ म थेरापी गर्छु, म नेपाल जान्छु, उहीँ गएर ठिक हुन्छु, के गर्नु त नि मेरो कर्मै यस्तो रहेछ भनेर हामीसँग रोएर अङ्गालो मारेर उहाँले बिदाई माग्नुभयो। अनि हामी हाम्रो प्रोग्रामतिर लागेपछि बिच बाटोमा पुगेपछि उहाँको दिमागमा के घुम्यो थाहा छैन। त्यस पछाडि उहाँले फ्लाइट एयरपोर्ट जानुभन्दा 1 घन्टा अगाडि चाहिँ म जाँदिनँ भन्दै न्यु खोज्नुभयो अर्गनाइजरसँग। अब उहाँहरूको के भएर उहाँ आउनु पनि भयो। उहाँ त्यस्तै सिकिस्तै मर्न लागेको बिरामी भएको भए त उहाँ नेपाल आइपुग्नु पनि हुन्न थियो र उहाँलाई प्लेनमा राख्दा पनि राख्दैन थियो। मर्न लागेको बिरामीलाई कहिले पनि प्लेनमा राख्दैन है, सत्य कुरा भनिरहेको छु है मैले अहिले। त्यस पछाडि आएपछि उहाँलाई हामीले प्रोग्राम गऱ्यौँ भनेर भत जलन भएर उहाँलाई पागल हुनुभयो है। त्यस पछाडि उहाँले बद्री दाइलाई पनि उहाँले तपाईँले मलाई साँच्चैको बहिनी मान्नुहुन्छ भने म टिकट गरिदिन्छु, तपाईँ फिर्ता आउनुहोस् भनेर भनेको मैले यो कानले सुनेको छु मैले। त्यस पछाडि मलाई पनि झम्टिनु भयो, प्रताप दाइलाई पनि झम्टिनु भयो, सबैजनालाई झम्टिनु भयो है। भगवानले मुख आफैलाई दिएको छ सबैजनालाई। मलाई पनि नराम्रो भएको हो, म आफै आएँ। मैले प्रताप दाइले मेरो लागि बोल्दैन, मानवता नभएको, बद्री दाइले मेरो लागि बोल्दैन, मानवता नभएको भनेको छुइनँ। अहिले पनि मेरो सम्बन्ध एकदम बद्री दाइ र प्रताप दाइ मेरो एकदम मेरो मनको प्रिय दाइहरू हुनुहुन्छ अहिले पनि है।
उहाँलाई चाहिँ अनि त्यस पछाडि अलिकति मेरो बारेमा बोलेपछि अनि कमेन्टभरि आउनु थाल्यो नि त एलिना चौहानले गर्दा चिनेको भनेर अनि उहाँले अहिले त्यही टेक्निक युज गर्दा चिन्नु तपाईँ ल चिन्नु तपाईँ राम्ररी चिन्नु तर तपाईँले यसरी चिनिराख्नु भएको छ नि साँच्चीकै तपाईँले आफूलाई चिनाइराख्नु भएको छ है अनि तपाईँले लेभल मिलेन भन्नुभयो नि तपाईँ जस्तो मान्छेसँग चाहिँ मेरो लेभल मिल्दैन म भनेको स्ट्रेट फरवर्ड त घुसघुसे भित्रभित्र अर्काको डाँबाट पतपत मर्ने मान्छे होइन म आफ्नो काम गर्ने मान्छे हो मलाई कसैले चलाउन आउँछ भने मलाई बद्री दाइले त्यतिकै काली नाग भनेको होइन क्या मलाई कसैले चलाउन आउँछ भने म त्यसलाई छोड्दिनँ है यति कुरा याद गर्नु होला कला लम्सालजी